हाई गाइज, गेट रेडी विथ मी वाला भिडियो बनाउन लागेको मैले यो फेस मास्क लगाएको पनि 10 मिनट जति भयो। यस्तो भएको छ हैन, म हिजो नाइट काम गरेर आएको कस्तो भयो फेस त। गेट रेडी विथ मी वाला भिडियो बनाएको थिएँ मैले। कस्तो हुन्छ थाहा छैन। अब म चाहिँ टोनर लगाउँछु। लोसन चाहिँ टोनर टोनर लगाएँ। अब लगाएपछि एकछिन सुकाउनु पर्यो मजाले। त्यसपछि लगाउँछु म मेरानो सीसीको यो क्रिम। स्किन केयर चाहिँ एकदम इम्पोर्टेन्ट हो क्या मेकअपको लागि। तर जति स्किन केयर गरे नि यस्तै हो, स्किनको हालत यस्तो छ। यो चाहिँ यस्तो भयो, कस्तो हेर्नु न कस्तो साइनिङ दिएको छ टन्केर। आज म कहाँ जान लागेको छु होइन, तर त्यो चाहिँ म भन्दिनँ। रेडी मात्र भएको भिडियो बनाउँछु, अरू चाहिँ म बनाउँदिनँ किनभने त्यो चाहिँ प्राइभेट हो कि। त्यही भएर लगाउँछु म सेटाफिलको मोइस्चराइजर। यो पनि एकदम राम्रो छ, मेरो चाहिँ ड्राई प्लस कम्बिनेसन हो कि मेरो स्किन चाहिँ। मोइस्चराइजर नै लगाइसकेँ, अब यता नै लगाउनु त पर्यो। मोइस्चराइजरलाई एकछिन सुकाउँछु मजाले यसरी, अनि त्यसपछि लगाउँछु म सनस्क्रिन। यो मेरो फेभरेट सनस्क्रिन हो। यो सनस्क्रिन चाहिँ अलिकति लाउने बित्तिकै चाहिँ अलिक व्हाइट नै देख्छ, व्हाइट कास्ट छोड्छ, तर एकछिन पछि चाहिँ मजाले फेसमा एब्जर्ब हुन्छ क्या, मजाले ब्लेन्ड हुन्छ। यो चाहिँ यस्तो छ होइन, तर यो एकछिन पछि मजाले ब्लेन्ड हुन्छ कि। हेर्नु न कस्तो साइनिङ दिएको छ। यो दाल पाइँदैछ कि सिटी लगाएर डिस्टर्ब गरिरहेको छ कुकरले। बाम लगाउँछु। ओठ पनि त मोइस्चराइज गर्नु पर्यो। पछि म आई मेकअप गर्छु, त्यसको लागि कन्सिलरले मजाले लगाएर ब्लेन्ड गर्छु अनि आउँछु ल। अनि एउटा आँखा चाहिँ ब्लेन्ड गरेँ, अर्को पनि गर्दैछु। आज म अलिक हतारमा छु कि, छिटो मेकअप गरेर जानु छ। त्यही भएर कस्तो हुन्छ थाहा छैन। यस्तो भयो। म अब यो पाउडरले सेट गर्छु। यो चाहिँ मेरो कम्प्याक्ट पाउडर। के पाउडर हो थाहा छैन, मलाई नाम थाहा छैन कि, भन्न आउँदैन। मेकअप पनि गर्न आउन्न, यसो काम चलाउ मात्र हो कि। त्यस्तो मजा चाहिँ छैन है। ले आँखामा टेप नै लगाएँ। अब म चाहिँ आई स्याडोबाट कुन कलर लाउने भयो कि कलर दिनु भएर एउटा यो मिक्स गरेर लगाउनु पर्ला हल्का। धेरै नै राम्रो देख्दैन हरियो। त्यो छेउछेउमा मात्रै लगाउनु पर्ला, धेरै हरियो नै राम्रो देख्दैन कि। कस्तो हुन्छ थाहा छैन आजको मेरो मेकअप। त्यसपछि म यो माथि चाहिँ यो कलर लगाउनु पर्यो, दुईटा यहाँनिर। त्यस लगाएँ यति मैले। त्यसपछि चाहिँ म यो लगाएँ। आई मेकअप अलमोस्ट फिनिस्ड हुन लागिसक्यो। कस्तो भयो थाहा छैन। अब म यो टेप निकालिदिन्छु है त। मेरो आई मेकअपले त मलाई गुन्डे जस्तो देखायो कि हो। अब म चाहिँ आई कलर यो ल्यासेस कलर गर्छु। त्यो अघिको हेर्नु त सनस्क्रिन कस्तो मजाले ब्लेन्ड भएको छ। गाह्रो छ यो भन्न पनि आउन्न, मेकअप गर्न पनि आउँदैन। म मस्कारा युज गर्छु। यो मस्काराको नाम थाहा छैन मलाई के हो। वाटरप्रुफ वाला होइन कि, हाम्रो नर्मल वाला मस्कारा हो। यो चाहिँ दलिहाल्छ नसुकाउँदै आँखा चाहिँ गऱ्यो भने। ल्यासेस नलगाउनु पर्ला, यतिकै ठिक छ।
नाच्न कति धेरै टाइम लाग्छ हैन। यो सी ग्लामको प्राइमर लगाउँछु। यो त सकिन लागेको छ कि मेरो प्राइमर पनि। हिजो नाइट काम गरेर आएको सानो सानो पिम्पल आइहाल्यो। कहीँ जानुपर्छ भन्ने थाहा पाएपछि त आइहाल्छ क्या। प्राइमर चाहिँ ब्लेन्ड गरिसकेँ मैले। यसलाई चाहिँ सुकाउनु पर्यो कि अलिक मजाले। आइब्रो कोर्नु पर्यो। म त्यस्तो धेरै त कोर्दिनँ, हल्का कोर्छु। यो गइहाल्यो कि माइक्रो सेडिङ कि के गरेको थिएँ मैले 2 वर्ष भयो। अलिअलि जान थाल्यो कि। अब म चाहिँ फाउन्डेसन लगाउँछु। मेरो यो फिटमीको फाउन्डेसन हो, यो मेबलिनको। अस्ति सकिन लाग्यो धन्न आयो। कहिलेसम्म हो काम दिइरहेको छ दिन चाहिँ। अब म चाहिँ यो फेसभरि लगाउँछु नि आज ल। यो फाउन्डेसन चाहिँ फुल कभरेज छैन, मिडियम कभरेज हो, तर राम्रो छ कि एकदम राम्रो छ। म धेरै भयो यो युज गर्न थालेको, धेरै वर्ष भइसक्यो। कतै कतै जाँदा मात्रै युज गर्छु, डेली त युज गर्न मिल्दैन भन्छन्, मलाई थाहा छैन है। अब सबै फेसमा लगाइसकेपछि ब्लेन्ड गर्छु म। यस्तो देखियो। तिर लगाउनु पर्यो नि त हैन। अनुहार चाहिँ सेतो अनि घाँटी चाहिँ कालो भयो भने फेरि अर्कै देख्छ, त्यही भएर। अब ब्लेन्ड गर्नुभन्दा अगाडि चाहिँ म यो फिक्स स्प्रे लगाउँछु, किनभने लामो समयसम्म मेकअप टिकोस् भनेर हैन। कहिलेकाहीँ त मेरो मेकअप एकदमै राम्रो हुन्छ कि पुछ्न पनि माया लाग्ने जस्तो। कहिलेकाहीँ त मेकअप सकिने पुछौँ जस्तो हुन्छ, पुरै फुस्रो अर्कै खालको हुन्छ। खै किन हो थाहा छैन, गर्ने तरिका त एउटै हो, तर कहिले बिग्रिन्छ कहिले सप्रिन्छ। एकछिन सुकाउँछु अनि ब्लेन्ड गर्छु। पछि म ब्लेन्ड गर्छु हैन। ब्लेन्डरले मजाले ट्याप 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 बनाएर सबैतिर ब्लेन्ड गर्छु अनि आउँछु ल। मैले चाहिँ ब्लेन्ड गरिसकेँ सबैतिर। अनि यही ब्लेन्डरले चाहिँ कानतिर पनि गरेँ। अनि यस्तो देखिएको छ हैन। कस्तो देखिएको है, उस्तै देख्छु त हो म त। कस्तो देखियो। अब म चाहिँ कन्ट्रोल गर्छु। मेरो त्यस्तो ठुलो गाला त छैन, तर मलाई मनपर्छ कि कन्ट्रोल गरेको। यो हुन त यो ठुलो गालालाई सानो बनाउने भन्छ, आफ्नो त छैन ठुलो गाला, त्यही पनि गर्छु म चाहिँ। पहिला ब्लेन्ड गरेर आउँछु ल। त्यस्तो देखिन्छ। यो चाहिँ यस्तो भयो। ब्लेन्ड गरिसकेँ। यो कपालले अलिक ज्यान गरेर मलाई। पालो क्रिम ब्लसको यो चाहिँ सी ग्लामको हो। यो सब मेरो त सी ग्लामको सबै। अब यसलाई पनि यही ब्लेन्डरले ब्लेन्ड गर्छु। अब म कन्सिलर लगाउँछु। यो कन्सिलर पनि सी ग्लामकै हो। यहाँनिर लगाएर एकछिन छोड्दिनु पर्यो। अनि चाहिँ कन्सिलर लगाएर अलिअलि ब्लेन्ड गर्छु। पुरै चाहिँ गर्दिनँ, अहिले लास्टमा गर्छु। अनि यतिको लगाएँ। भुत्ने जस्तै देखियो। अब म चाहिँ यो पाउडर ब्लस लगाउँछु। अघि लगाएको माथि माथि थोरै थोरै। अब म पाउडर ब्लस लगाउँछु। यो चाहिँ यसरी सबै मिक्स गरेर। हेर्नु कस्तो राम्रो देखियो है। अब कन्सिलर ब्लेन्ड गर्छु अनि लगाउँछु मजाले फेरि।
म चाहिँ कन्सिलर ब्लेन्ड गर्छु यही ब्लेन्डरले। अनि आउँछु सबैतिर ब्लेन्ड गरेर। मैले चाहिँ ब्लेन्ड गरिसकेँ कन्सिलर। अब म ला झऱ्यो त्यही पाउडरले चाहिँ सेट गर्नु पर्यो सबैतिर। हातमा यस्तो गर्छु धेरै भएको छ पाउडर। अनि सेट गर्ने निधारतिर सबैतिर। म मेकअप आर्टिस्ट त होइन, मलाई मेकअप गर्न आएन, यसो काम चला मात्र हो कि। म सधैँ भनिरहेको हुन्छु है, त्यस्तो पर्फेक्टै छैन कि, सिक्दै हो भन्दा नि कहिले नै गर्ने, सधैँ गर्ने भए त हुन्थ्यो, आउँथ्यो होला। महिनामा एकचोटि 3-4 महिनामा एकचोटि गरिन्छ। अनि कहाँ आउनु मेकअप होइन। ल मैले सेट गरेँ, मेरो फेस त्यस्तो भयो होइन, नजिकबाट देखाउँछु ल। अब म चाहिँ लुज पाउडरले, यो चाहिँ बेबी जमसङको पाउडर हो, कति भयो कहिले किनेको, डेट पनि एक्सपायर भइसक्यो। यस्तो गरेर लगाउनु पर्ला। अनि अहिले जस्ट सिक घाँटी पनि सेट गर्नु। अब पालो आयो हाइलाइटर। यसकै हाइलाइटर युज गर्छु म चाहिँ। कति मनपर्छ यो, कस्तो दामी छ कि। मेरो अर्को लिक्विडमा नि छ, तर मलाई पाउडरै वाला मनपर्छ क्या। हेर्नु त कस्तो राम्रो हो। सबै थोक लगाइसकेँ। अब अलिक धेरै भएको सामान चाहिँ यही ब्लेन्डरले मजाले ब्लेन्ड गरेर निकाल्नु पर्ला यसरी। अब गाजल लगाउँछु। लगाउनुभन्दा पहिले चाहिँ म अब तलको आई स्याड, तल पनि आई स्याड लाउनु पऱ्यो नि त अलिक। अनि लगाउँछु। अलिक ठुलो ब्रस भयो, धेरै लाग्ने होला। अब धेरै लाग्छ कि, ठुलो छ ब्रस, सानो कता खोज्नुपर्छ। तल आई स्याडो लगाएँ। अब मस्कारा लगाउँछु तल पनि। मस्कारा दलिन्छ होला, कुन लगाऊँ, ब्लूवाला लगाउनु पर्यो। वाटर ब्लूवाला लगाउँछु। यसको बिर्को भएको छ, बिर्को कहाँ पुगिसक्यो थाहा छैन। यो लगाउनु पर्यो तल चाहिँ, किनभने दलिन्छ नि त। मुख मैले तो टाइम कति धेरै भएको हो। मस्कारा चाहिँ लगाइसकेँ। अब मैले यो आई स्याडो सिमर आई स्याडो चाहिँ यहाँ लगाउनु पर्यो क्या, आँखामा थोरै, गाजल लगाउनुभन्दा अगाडि। धेरै भयो। धेरै लामो भयो है भिडियो, 13 मिनट भइसकेछ। अब म चाहिँ मेरो फेभरेट आइलाइनर गाजल सकिएछ भाइ, सकिनलाई जमेछ। कति भयो किनेको पनि। ठुलो लगाउनु पर्दैन, चुच्चो निकालेर अर्कोतिर लाउँछु अनि आउँछु ल। एउटा आँखा चाहिँ लगाइसकेँ लाइनर, तर कस्तो लामो भयो कि, राम्रो देखिन कि के हो। अर्को युज गर्नु पऱ्यो, त्यो जमेर सब सकिसकेको रहेछ। लामो धेरै ताने कि के हो। अब यता नि लगाउँछु नि आउँछु ल। चाहिँ गाजल फिनिस भयो, राम्रो देखेन, अर्कै भयो कि। आज सोचेको भन्दा अर्कै भयो लाइनर चाहिँ। अब व्हाइट लाइनर लगाउनु म चाहिँ यो तलमा भएन कि, माथिको गाजल अर्कै भयो, एउटा अर्कै भयो, एउटा अर्कै भयो। किन बिग्रिन्छ, केही न केही बिग्रेकै हुन्छ कि। अलिअलि यहाँ मस्कारा दलिहाल्यो, त्यो चाहिँ अहिले म
सुकेपछि पुस्छु। यो मस्कारा दलिएको चाहिँ यस्तो गर्दा जान्छ कि मजाले, कति धेरैलाई सबैलाई थाहा होला, थाहा नहुनेहरूको लागि चाहिँ मैले जानेको कुरा यसो सेयर गरेको है। म फेरि त्यस्तो ट्यालेन्ट भएर सेयर गरेको छैन। अलमोस्ट फिनिस हुन लाग्यो मेरो मेकअप। यो कपालले लास्ट जाममा गरिरहेको मलाई। अब लिपस्टिक लगाउँछु नि आउँछु। अघि मैले लगाएको थिएँ नि त लिप बाम, पुस्नु पऱ्यो अनि लाइनरले लाइन गर्छु। मेरो लिप्स चाहिँ लास्ट चाहिँ सानो छ क्या। अब सानोलाई ठुलो बनायो भने नि राम्रो देख्दैन, जत्र त्यत्रैमा गर्न पर्ला। यस्तो देख्यो मेरो लिपस्टिक। अब लिप लाइन कोरै अब म लिपस्टिक लगाउँछु। यस्तो देखियो। अब यो चाहिँ च्याप च्याप हुन्छ नि त, अनि त्यही भएर म चाहिँ सधैँ यो टिस्यु पेपरले गरेपछि दाँतमा पनि लाग्दैन। अलमोस्ट फिनिस्ड भयो। अब लास्ट टाइम एउटा कुरा लाउनु छ। अब घाँटीमा चाहिँ म यो सिमर फाउन्डेसन के अरे निस्किँदैन त भाइ, किन हो र? अरे भाइ बिग्रे क्या, जामिसकेछ भाइ, नलाइ कति भयो किनेको पनि। अब थोरै चाहिँ त्यही लगाउनु पर्ला, हल्का टल्काउने भनेको थियो। कस्तो टल्के, मैले फेरि निकालेर लगाएँ, यस्तो देखेको छैन त कस्तो टल्केको छ। मेरो मेकअप कस्तो भयो। अब जस्तो सुकै होस् फिनिस्ड भयो। अब म कपाल सुकाउँछु अनि आउँछु ल। सुकाइ पनि हल्का कल गरेँ, मलाई त्यस्तो धेरै कल गर्न आउँदैन। अब म चाहिँ यो हेयर स्प्रेहरू चाहिँ यस्तो लगाउनु पर्यो, उड्छ के कपाल, यतिको बसिराखोस् भनेर। पछाडि चाहिँ कस्तो देखिन्छ? ओ पछाडि त कलै गएको रहेछ। होस् अब ढिलो भइसक्यो। अब म चाहिँ सिन्दुर लगाउँछु। यो चाहिँ अस्ति मलाई भाउजूको मम्मी यहाँ जापान आउँदा ल्याइदिनु भएको थियो। कस्तो राम्रो लाग्छ कि मलाई यस्तो सिन्दुर, तर के गर्नु यस्तो छ, बट्टा नि लिएकै छैन कि राख्ने। यस्तो गर्दैन, यस्तो भयो। कपाल पातलो भएर कपालै छैन कि मेरो त अगाडि त। यो चाहिँ मेरो फाइनल लुक। साडी लाउन पनि आएन, अहिले उतै गएर मिलाउनु पर्यो। चाहिँ मेरो फाइनल लुक यस्तो भयो है। यस्तो भएको छ, हेर्नु नआएर के गर्नु गाह्रो छ। साडी लगाउन पनि आउनु। यहाँ चाहिँ लगाउनु पर्ला कि साडी पनि आउँको छु। के गर्नु, मेरो बुढा भएको भए यसो हेल्प गरिदिनुहुन्थ्यो। आई मिस यु प्यारा। मेरो फाइनल लुक्स ल। अब म गएँ, ढिलो भइसक्यो, मार्नुहुन्छ मलाई भाउ।